नठेल्नु है साथी हो यहाँ कहाँ फन्ने नगर तपाईँ यहाँ अघिदेखि पर्खिरहेको छु यार मिलेर त खिचौँ न यहाँ गाह्रो छ मलाई पनि भाइ ओ साथी हो नठेलौँ त यहाँ कस्तो एन्टिलाइट आएको है अस्ति तपाईँ नउठेर मै उठ्नु पर्यो ल सुदन गुरुङजीले नरुनु भन्नुभयो यहाँ पीडित दिदीलाई अर्को स्पेसल भिडियोमा हाल्दैछु तेरि नठेल्नु हो साथीहरू यार कसैले यार दाइ म तपाईँ रोडमा भन्नु कुर्सीमा कसरी बस्नु पर्यो अलसिन लाग्यो त्यही भएर तपाईँ रोडमा नबस्नु फेरि कुर्सी जान्छ तपाईँहरूको फेरि कुर्सी त है एन्टिलाइट आउनु रहेछ यता है नलाउनु प्लिज क्या ल दर्शक यहाँ आन्टी रुनु भयो एकदमै पीडा पोखिरहनु भएको छ उहाँले हो ल मलाई हेर न राति चढेका छन् कति चढेछ अब यो एन्टिलाइटलाई मैले मात्रै छेक्न जाने रहेछु दर्शकबिन ल हेर्नुहोस् एकदम क्लियर आइरहेको छ मेरोमा साथीहरू नठेलौँ है ल दर्शकबिन मलाई उहाँ सरले जाऊ भन्नुभयो ल दर्शकहरूको सजिलोको लागि म जाँदैछु सरले जाऊ भनेपछि है हामीले पुलिस प्रशासनले भनेको कुरा मान्नुपर्छ पर्खिनु पर्खिने आमाको चाहिँ यहाँ जान लाग्यो